यहाँको अब बच्चा मैथिली भयो अनि मेरो बच्चा अब उता सुदूरपश्चिमको हुँदाखेरि नेपाली भाषा बोल्दाखेरि अब उहाँलाई यो भयो कि दिक्कत या त मेरो बच्चालाई नेपालीमा बुझाउनु पर्ने भयो। अब मेरो 2टा बच्चा 4वटा बच्चा छ, यहाँको 100वटा बच्चा छ। त्यसले गर्दा अब नेपालीमा नभएर मैथिलीमा बुझाउनु पर्ने भयो। नमस्ते, म शैलेन्द्र महतो क्रान्ति। अहिले म जनकपुरको धार्मिक तथा ऐतिहासिक सरोवर गङ्गासागर किनारमा छु र गङ्गासागर किनारमा यस्तो यो खास गरी अपराह्नको बेला र जनकपुरमा दिउँसोको बेला पनि हाम्रो सुदूरपश्चिमका हुनुहुन्छ एकेन्द्र बहादुर राउत र उहाँ चाहिँ जनकपुरमा यसरी नै चिया बेचेर आफ्नो जीविकोपार्जन गरिराख्नु भएको छ। उहाँसँग थोरै कुराकानी गर्छु, कहिलेदेखि कसरी बेचिराख्नु भएको छ, कसरी बस्नु भएको छ भनेर। तपाईँलाई स्वागत छ। हजुर सर, नमस्कार सर। तपाईँको एकेन्द्र बहादुर रावल घर चाहिँ मेरो सुदूरपश्चिम कैलाली मौनेल गाउँपालिका वडा नम्बर 6 बागेरा मेरो घर। कहिलेदेखि यो जनकपुरमा बसेर यसरी चिया बेच्नु? मलाई सर यहाँ भइसक्यो तपाईँको 7 वर्ष भएर 8 वर्ष रनिङ भइसक्यो। 8 वर्षै भयो? हजुर सर। यहाँ को बस्नुहुन्छ? यहाँ मेरो पहिले फ्यामिली थियो, बच्चाहरू पनि थियो। 4वटा बच्चा, एउटा छोरा छ, 3वटा छोरी छन्। अनि यहाँ स्कुल बोर्डिङमा लगाएको थिएँ। यहाँको यो भाषाले गर्दा चाहिँ मैले इङ्ग्लिसमा पढाउने, मैथिलीमा अनि बुझाउने कारणले गर्दा मेरो बच्चाले अलिक त भएर अनि मैले त्यो लिएर गाउँमा आफ्नै स्कुलमा सरकारीमा हालेको छु। यहाँ चाहिँ भाषाको समस्या के गरेर उतातिर नेपाली मात्रै बोल्दाखेरि समस्या हुने कि मैथिली नबुझ्दाखेरि समस्या हुने? पढाउँदाखेरि इङ्ग्लिसमा पढाउने अनि त्यसको शब्दहरू बुझाउँदाखेरि मैथिलीमा बुझाउन लाग्यो। अब किन भनेपछि स्कुलमा यहाँको अब बच्चा मैथिली भयो अनि मेरो बच्चा अब उता सुदूरपश्चिमको हुँदाखेरि नेपाली भाषा बोल्दाखेरि अब उहाँलाई यो भयो कि दिक्कत या त मेरो बच्चालाई नेपालीमा बुझाउनु पर्ने भयो। अब मेरो 2टा बच्चा 4वटा बच्चा छ, यहाँको 100वटा बच्चा छ। त्यसले गर्दा अब नेपालीमा नभएर मैथिलीमा बुझाउनु पर्ने भयो। उहाँको चाहिँ सरकारीमा पढाउनुहुन्थ्यो कि बोर्डिङ स्कुलमा? हजुर सर। अनि अहिले चाहिँ त्यो परिवारलाई चाहिँ उता पठाउनु भएको छ घरतिर बच्चाहरूलाई पनि वहीँ एडमिसन गरेर नेपालीमा वहीँ बस्नुहुन्छ। 3 वर्ष जति यहाँ राखेको मैले, अहिले घरतिरै छु। सुदूरपश्चिमको कुन पालिका पर्छ? मौनेल गाउँपालिका। मौनेल गाउँपालिका जिल्ला कैलालीको मौनेल गाउँपालिका जिल्ला। मेरो घर बागेरा। अनि यो 8 वर्षदेखि यसरी यो चिया बेचेर ठिक थियो सर, धन्दा हुन्थ्यो, राम्रै हुन्थ्यो। दिनको 2500 2000 बचाउँथेँ म बच्चाहरूलाई पढाएर। अहिले छैन सर धन्दा। अहिले कति चाहिँ पनि? अहिले तपाईँको त्यही हो 1200 1500 ज्यादा राम्रोसँग धन्दा भएपछि 2000 मात्रै पनि हुन्छ नि त। हजुर 2000सम्म बस्छ, तर अहिले खासै छैन, त्यति बचाउन सकिँदैन। यो कसरी यो 8 वर्ष पहिला यो कसरी मान्छे त विभिन्न ठाउँहरूमा पुग्छन् कि हजुर यसरी व्यापार व्यवसायको लागि? हजुर जनकपुर नै किन रोज्नु? हामी वास्तवमा आएको त यहाँ होटल खोलौँ कि भनेर आएको, सानसानो एउटा कुनै पनि सर्टर लिएर होटल खोलौँ कि भनेर आएको हो। एउटा हाम्रो साथी थियो, त्यसले भन्यो कि होटलभन्दा तपाईँ चायमा लाग्नुहोस्, चायमा केही फाइदा छ, लगानी पनि कम छ, अनि तपाईँको कसैलाई दिनु पनि पर्दैन, आफ्नो मेहनतको कुरो जति सकिन्छ गर्न सकिए भनेपछि चायमा 2000 1500 बचिहाल्छ भन्ने कुरो गर्छ कि ल त हेरौँ भन्ने भएर हामीले त सुरु गऱ्यौँ। फर्स्ट हामीलाई महिना 1 महिनासम्म दिक्कत भयो पहिचान गर्नको लागि। हजुर जनकपुरमा पहिचान गर्नको लागि, रायन पहिचान गर्नको लागि, पहिचानै भएपछि खाने हो। त्यही भएर दिक्कत भयो, फेरि छोड्ने विचार लाग्यो हामीलाई। दिनमा 300 250 300 1 महिनासम्म कमै भयो अनि चाहिँ छोड्ने विचार लागेको थियो। फेरि पनि एकासी हामीले मालपत अदालतमा गएर यसो नि कुरो गरेर चिया बेच्दाखेरि हाम्रो दिनमा 1000 1200 भइसक्यो भने चाहिँ अब भइहाल्छ, यति भए हामीलाई पुग्छ, ज्यादा पनि नसोचौँ भन्ने हिसाब भएर त्यसरी हामी अरू साथीहरू छ। एउटा गणेश दिक्क छ मसँग, 2 जना सँगै बस्छौँ। अनि उहाँ 2 जना सँगै? हजुर, उसको पनि 8 वर्षदेखि उहाँ पनि चिया बेच्छ? हजुर, मसँगै छ। अनि 2टै जना, ऊ मालपत अदालतमा बेच्छ, म मालपतमा बेच्छु दिनमा, साँझै गङ्गासागरमा 8 दिन। अब फेरि त्यस्तो अब मान्छेसँग बच्चाहरूलाई त उता पठाउनु भयो भाषाको कारणले। तपाईँले यो चिया बेच्न भाषाले एकबार गरेको रोकेको अथवा समस्या परेको त्यस्तो त छैन? नाइ सर, हामी तर बोल्न सक्दैनौँ, उहाँको भनेको चिज सबै बुझ्छौँ तर फर्काउन सक्दैन। फर्काउन मैथिलीमा गाह्रो हुन्छ, तर बुझ्छौँ सबै चिज।
भनेको सबै चिज हुन्छ। यहाँको व्यवहार कस्तो लाग्छ यो जनकपुरको, खास गरी यो तपाईँले यो पेसागत हिसाबले काम गरिराख्दाखेरि? हामीलाई सर यहाँ यस्तो दिक्कत केही पनि भएन। यहाँको मैले केटाहरू पनि धेरै राम्रो माने, जति जस्तो भए पनि खाएर 1 रुपियाँ कसैको मार्दैन। नसा पदार्थ गरेको केटाहरूले पनि हामीलाई त्यस्तो अहिलेसम्म खाएर पनि 1 रुपियाँ अप्ठ्यारो गरेको छैन। एकदम राम्रो माने मैले। व्यवहार चाहिँ एकदम राम्रो छ। यहाँको मान्छे पनि राम्रो छ, राम्रो भाषा बोलेर हामीसँग बोल्छ, अरूसँग कोही थाहा छैन। हामीहरूसँग राम्रोसँग दादा बोलेर दाई बोलेर राम्रै गर्छ। जनकपुर ठाउँ कस्तो लाग्यो? मलाई एकदम राम्रो लाग्यो होइन, जस्तो फोहोर व्यवस्थापनको कुरा। फोहोर व्यवस्थाको लागि त सर अब यहाँको अब धेरै छ त्यस्तो फोहोर छ। अब यहाँ सरसफाइको लागि भयो कुनै पनि चिज अब हेर्नु, यसै मन्दिरमा पनि तपाईँको डस्टबिन राखेको छ, कुनै पनि राखेको छ। अनि यसको केही पनि कानुन व्यवसाय गरेर कसैले फोहोर गरेर त्यसलाई फाइन गर्ने सिस्टम गरिदिएको भए चाहिँ केही अझ राम्रो हुन्थ्यो कि भन्ने लाग्छ। जस्तो यो तपाईँले चिया बेच्दाखेरि यो कपमा बेच्नुहुन्छ होइन? हजुर सर, हजुर सर। मान्छेले के गर्छ, यो खाएर अनि यो कप फालिदिन्छ सर। धेरै मान्छेले कसैले त पोखरीमै फालिदिन्छ, कतिले त यस्तै किनारहरूमा फालिदिन्छ। हजुर सर। बुझ्ने मान्छेले नि जसरी ठाउँमा फोहोर भएको ठाउँमा चाहिँ डस्टबिनमा गएर हाल्ने अथवा फोहोर भएको ठाउँमा चाहिँ हाल्छ। अनि यो फाल्छ, अनि यसलाई चाहिँ तपाईँहरू कसरी व्यवस्थापन गर्नुहुन्छ कि यतिकै छोडिदिनुहुन्छ? हामी अब यो चिया बेच्नु क्रममा बाहिरको बाहिरबाट आएको टुरिस्टहरू जो चिया माग्छ उसलाई सोध्छौँ हामी, सर चिया खाऊ भनेर। उसले भन्छ कि यो चिया खाएर हामीले कहाँ फाल्ने भन्नुहुन्छ। हामीले भन्छौँ यहाँ छ सर डस्टबिनमा हाल्न सक्नुहुन्छ, तपाईँ डस्टबिनमा हाल्नुहोस्। नभएपछि तपाईँ 1 कट्ठा मिलाएर राखिदिनुहोस्। आत्ति सिद्धिभन्दा पछि हाम्रो सबै चिज समाप्त हुन्छ। अनि हामी यो पुरा कप उठाएर डस्टबिनमा कचरा उठाएर डस्टबिनमा हालेर जान्छौँ सधैँभरि। हजुर सधैँ जहाँ चिया बेच्नुहुन्छ त्यो ठाउँमा हजुर पुरै चाहिँ आफैले टिपेर अनि व्यवस्थापन गर्नु? हजुर आफै गरेर जान्छ। हर दिन साँझ आरती सिद्धिन्छ, हाम्रो समाप्त हुन्छ। अनि यो कप कहाँ छ त्यो कपहरू उठाएर हामी डस्टबिनमा हालेर अनि मात्रै गरेर जान्छौँ। अनि यो अन्यत्र जाने, जस्तो अब जनकपुरमा 8 वर्ष बस्नुभयो, अब हुन्छ नि त अब यहाँ यतिको वर्ष बसियो, व्यवसाय गरियो, अब चाहिँ बाहिर गएर गरौँ भन्ने चाहिँ त्यस्तो सोच पनि आइरहेको हुन्छ नि? त्यस्तो नाइ सर, त्यस्तो अहिले केही छैन। हामीले यही ठिक छ भन्ने भइरहेछ। हजुर यही ठिक छ, जहाँसम्म अब सक्ने हुन्छ त्यहाँसम्म यही गरौँ कि भन्ने छ। अब त्यस्तो त अब कमजोरी भयो भनेपछि चाहिँ छोड्न सकिन्छ। अब आफूले नसक्ने हिसाब भयो भन्ने। बच्चाहरूलाई के पढाइराख्नु भएको? बच्चाहरूलाई अहिले सानै छ सर। बच्चा एउटा छोरा चाहिँ 8मा पढ्छ, छोरी 7मा पढ्छ। अनि 2टा छोरी, एउटा 5मा एउटा 4मा पढ्छ। त्यही बोर्डिङ स्कुलमै पढ्छ? नै नेपालीमै पढ्छ। त्यहाँ चाहिँ सामुदायिक विद्यालय? हजुर हस् सर, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सर, एकदम राम्रो।